आकृति जति महान कलाकार कोही छैन। हामी उनकै छायामा यिनै जीवनचक्रको नियति र नियमितता खिचिबस्छौँ। आकाश व्यस्त छ, त्यो आकृति अस्थिर हो, जसरी म यहाँ मुन्तिर विचित्रको समय पार गरिरहेको छु। So hi everyone, happy new year 2026 र आज हो 365 days को फर्स्ट डे अनि I'm gonna hike to तारकेश्वर महादेव। वेल न्यू इयर को प्लानहरु चाहिँ केही पनि थिएन अनि कति टाइम अगाडिदेखिबाट एउटा सर्ट एन्ड स्वीट हाइक गर्छु, मर्निङ हाइक गर्छु भन्ने चाहिँ एउटा प्लान थियो। सो म आज हाइकमा छु तारकेश्वर महादेव अनि यहाँसम्म आउनको लागि चाहिँ बालाजु बाइपासबाट गाडी चढ्नु पर्दो रहेछ। फर्स्टमा 3 पिपले ठिक्क बस पार्कमा आइसकेपछि अलिकति भित्रबाट एउटा स्कुल रहेछ अनि त्यहाँ स्कुलबाट चाहिँ सिधै माथि उकालो लाग्नु पर्दो रहेछ। यहाँनिर चाहिँ एउटा स्कुल छ हैन, त्यहाँबाट चाहिँ सिधै ठाडो उकालो लाग्नु पर्दो रहेछ। अब कति 30 to 45 मिनट्सको उकालो छ भने चाहिँ मैले भिडियोमा हेरेको हो। लेट्स सी कति टाइममा पुग्छु म। ट्वेन्टी 26 को फर्स्ट डे आज अनि मौसम पुरै खुलेको छ है। सायद मैले हाइक गर्छु भन्ने थाहा भएर पनि होला। सो यस 2026 लाई चाहिँ मैले मेरो यो हाइकद्वारा वेलकम गरेँ। इट्स मर्निङ हाइक गाइज, सो इट्स मर्निङ सर्ट एन्ड स्वीट सोलो हाइक। ह्याप्पी न्यू इयर। अहिले नै देखियो तारकेश्वर टेम्पल चाहिँ त्यो हो अनि अर्को गुफा पनि छ रहेछ। त्यो गुफा चाहिँ अब त्यहाँबाट कति टाइम लाग्छ थाहा भएन, तर वाउ भ्यूलाई चाहिँ मान्नुपर्छ। दिस इज द फर्स्ट डे अफ 2026 म्यान। त्यो नुवाकोट साइडमा पुरै हुस्सु लागिरहेको, ए हुस्सु होइन कुहिरो लागिरहेको छ। वाउ के हो यो, कस्तो दामी यार, रिजोर्ट हो कि घर हो यो? यो नि त यस्तो ठाउँमा यार यस्तो दामी बनाइदिने नि। ल पुरै गाउँको भाइब्स दिँदो रहेछ। यहाँनिर के गाई चरिरहेको छ, ऊ त्यो जौँ फुलिरहेछ। आहा कस्तो आनन्द भएको। बाटोभरि पुरै बस्ती बस्ती रहेछ कि, सायद बस्तीमै भएको होला टेम्पल पनि, त्यही भएर बाटोहरू पनि एकदमै राम्रो छ क्या। पुरै ट्रेल छैन, माथिसम्म पुरै यस्तै सिडी सिडी रहेछ कि। न्यू इयर, न्यू resolutions, new opportunities, new challenges, and of course new growth. Dear 2026, I'm so excited. Please be genuine. So म पुगे भुवनेश्वर मन्दिर अनि यो पनि कस्तो राम्रो रहेछ कि, पुरै स्ट्रक्चरहरू है। भर्खरै बन्दै रहेछ, यो बनिसकेपछि यस्तो राम्रो हुन्छ। कस्तो राम्रो रहेछ नि त। पुरै थाइल्यान्ड भाइब्स दिँदो रहेछ के, यस्तो राम्रो मन्दिर छ भनेर देखेको थिएन।
ऐतिहासिक महत्त्व बोकेको र एकदमै पिसफुल वातावरणमा अवस्थित भुवनेश्वरी मन्दिर संसारको सबैभन्दा ठुलो देवीको मन्दिरको रूपमा पनि चिनिन्छ र हरेक साँझ आरती पनि हुने गर्दछ। श्री श्याम बाबाद्वारा स्थापित अन्तर्राष्ट्रिय कलात्मक तरिकाले बनाइएको यस मन्दिरमा 27 वटा गजु रहेको छ। सो गाइज भुवनेश्वर मन्दिर यति राम्रो छ होइन, यो स्ट्रक्चरहरू यति राम्रो छ भनेर मैले विश्वासै गर्न सकिरहेको छैन कि लाइक हाम्रो वरिपरि पनि यस्तो राम्रो रहेछ है, म मात्र छुटिरहेको रहेछु कि। वाउ, मलाई चाहिँ एकदमै राम्रो लाग्यो, स्ट्रक्चरहरू सबै एकदमै राम्रो छ। 2026 को फर्स्ट डे यति सन्नी अनि ब्राइट हुन्छ भने आफै सोच 2026 को 365 होल डेज कस्तो हुन्छ। मेरो चाहिँ ब्राइट हुनेवाला छ, नो डाउट। लाइक मी 10/10 तेरो बेमा लगाइदिन्छु थोत्रो बस भनेर हामी बच्चामा खेल्थ्यो। म कसैको बेमा यही बस लिएर जान्छु। अब कसको बे आउँदैछ मेरो साथीहरूको। म चाहिँ एउटा भिडियो बनाउन आएको थिएँ अनि यस्तो दामी बस भेटेँ है, कसैको बेमा थोत्रो बस लिएर जाने हो क्या, टक्क लाएर यस्तो बवाल छ यो बस होइन। आफै गुडाउने हो, आफै सहचालक, आफै ड्राइभर। Sometimes it feels like I should know how to. म त खास तारकेश्वर महादेव मन्दिर पुग्ने भनेर हो होइन, अनि यहाँनिर भुवनेश्वर मन्दिर दर्शन गरेँ। त्यसपछि यहाँनिर यस्तो दामी थोत्रो बस भेटाएँ अनि त्यहीँ अल्मलिएँ कि अब चाहिँ लाग्नुपर्छ है। भुवनेश्वर मन्दिर चाहिँ एकदमै सेक्योर रहेछ होइन, सेक्युरिटी टाइट। यस्तो पनि गर्नुपर्छ किनभने टेम्पलमा कति धेरै फोहोर गर्छ नि त मान्छेहरू। भुवनेश्वर मन्दिरबाट चाहिँ 1200 मिटर हो रे। 1200 मिटर भनेको त्यही 20 मिनट 25 मिनट कि अब म्याक्सिमम 30 मिनट्स त लाग्ने होला जस्तो लाग्छ। सो लेट्स गो तारकेश्वर महादेव। पुरै गाउँ रहेछ कि ल, पुरै गाउँ भ्यू। सो यो ठाउँको नाम चाहिँ 5 माने रहेछ होइन, अनि यहाँसम्म आएर यतातिर कता पो छ जस्तो लाग्छ है। स्थानीयलाई सोध्नुपर्छ। तारकेश्वर महादेव पुरै गाउँको भाइब्स दिँदो रहेछ, गाउँघरतिरको घर। मानेबाट अलिकति अगाडि बढिसकेपछि यस्तो गेट आउँछ होइन। यहाँबाट चाहिँ ठिक्क 1.2 किलोमिटर रहेछ। अब सुत्र जाने हो। उकालो छ जस्तो छ, पुरै सिँढी छ रहेछ। यति मिठो हावा आउँदो रहेछ यता माथि है। त्यो जाडो भएको महसुस पनि भएको छैन कि, शीतल भइरहेछ। ट्रेल चाहिँ बिगिनरको लागि र अनि एकदमै सर्ट हाइक जानेहरू हुन्छ नि, जोसँग टाइम अलिकति कम हुन्छ, त्यसको लागि चाहिँ बेस्ट होला। ढुक्क क्राउड पनि एकदमै लेस हुने अनि यस्तो दामी। ओ माई गड, व्हाट अ भाइब, कस्तो दामी हो। ओ माई गड, मैले इमेजिनै गरिरहेको थिएन कि लाइक यस्तो राम्रो यस्तो पिसफुल ट्रेल रहेछ भनेर। म त यतिकै अब काठमाडौँबाट नजिक होइन, हल्का ठिकै होला जस्तो लागिरहेको थियो, तर यस्तो बबाल के। ओ माई गड, कस्तो पिसफुल छ यार। कोही छैन है, केही छैन, बाटो उस्तै सजिलो।
तारकेश्वर टेम्पल। अब यहाँबाट माथि जस्तो लाग्छ है, अलिकति सिडी छ, हिँड्नुपर्छ। म खासमा अफिसको ब्यागमै आएको छु, अफिस जान भ्याउँछ भनेर, तर लेट्स सी। टिकटकमा फेमस भएको थियो यो गुफा चाहिँ, अनि यस्तो पो रहेछ यार, सही रहेछ नि। यहाँबाट भ्यू चाहिँ यस्तो बवाल देखिँदो रहेछ है, काठमाडौँ। यहाँबाट चाहिँ पुरै भिरालो छ है, यहाँबाट खस्यो भने त फेरि सिधै तल हो होइन, देखिँदैन। यस्तो शान्त यार। यहाँसम्म आउनको लागि चाहिँ आफै रिक्स लिएर आउँदा हुन्छ कि मजाले होइन। क्या है, डरने का नहीं, रिक्स लिने का। यहाँ माथि चाहिँ एउटा नाग उठेको छ अरे होइन, अनि त्यहाँ जानको लागि चाहिँ यस्तो भर्याङ चढ्नुपर्छ। लेट्स गो। मेरो नाम चाहिँ रामकुमार धिताल। म तारकेश्वर नगरपालिकाबाट नै यो मन्दिरको लागि भगवानको सेवा गर्नको लागि र हजुरहरूले देखिहाल्नुभयो। हजुर होइन, सबै कुराहरू देखिहाल्नु। हजुर, भनेपछि यहाँनिर लक्ष्मी माताले पनि तपस्या गर्नुभएको ठाउँ। अमावस्या औँसीको दिनमा आएर जसले पूजा गर्छ हजुर घरमा धन धान्य लक्ष्मी प्राप्त हुन्छ भन्ने जनविश्वास छ। हजुर ल, धेरै धेरै धन्यवाद। ल नमस्कार। ल हस्। सो गाइज, विश्वास नै हो सबैभन्दा ठुलो कुरा होइन। अब संसारै विश्वासमा अडिरहेको छ, अनि अब हामीले त विश्वास गर्ने नै हो। ए भित्र हो। सो मलाई लाग्छ म एकदमै बेस्ट प्लेसमा छु होइन। अनि अहिले जडीबुटीवाला चिया पिउँदैछु। अनि यहाँ चाहिँ एउटा आश्रम रहेछ जुन चाहिँ बाबा महाराज बस्नु हुँदो रहेछ, अनि जस उहाँले नै दिनुभयो। यो चिया चाहिँ मैले गोसाइकुण्डमा खाएको थिएँ, अनि आफ्टर अलमोस्ट 2 इयर्स पछि एक्सपिरियन्स गर्न पाइयो। What a day! भर्खरै म बाबासँग कुरा गरेर बसिरहेको थिएँ, अनि बाबाबाट चाहिँ 2-3वटा एकदमै दामी दामी कुराहरू सिक्नु पाएँ है मैले। अनि आई वाज लिटरली अबाउट टु क्राई के तिमी जीवनमा यस्तो बन कि होइन, कसैले सम्झियोस् रे के तिमीलाई, कसैको लाइक बन रे। सही हो होइन।